सम्माननीय प्रधानमन्त्रीज्यूमा नमस्कार। आज चाहिँ म एउटा आज जेनजीको नाताले भए पनि एउटा युवाको नाताले भए पनि एउटा कुरा चाहिँ हजुर सामु राख्न चाहन्छु। हजुरको केही दिन अगाडि स्ट्याटस देखेको थिएँ मैले होइन, पढेको थिएँ। ठिकै हो त्यो, अब एक्लै लाग्नु ठिकै पनि हो, तर हजुरले एउटा कुरा चाहिँ के बिर्सिनु हुँदैन भने त्यो ठाउँमा तपाईँको आश गरेर सब युवाहरूले एउटा आवाज नउठाइदिएको भए र यो तख्ता नपल्टेको भए सायद यो सरकार हुन्थेन पनि होला होइन। त्यसमा अब म के भन्न चाहन्छु नि, जेनजीको योगदान कति छ त्यसमा भन्ने कुरा चाहिँ सरकारले एकचोटि त्यो कुरालाई चाहिँ मनन गरिदियोस् जस्तो लाग्छ मलाई चाहिँ। र सरकार बनाउनुमा पनि जेनजीको कति महत्त्वपूर्ण हात छ भन्ने कुरा पनि नबिर्सिनु होला, किनकि जेनजीलाई माया छ, युथहरूलाई माया छ आफ्नो देशको, बाहिर पनि जान चाहँदैन। यहाँ गर्नलाई केही सिप पनि छैन। परिवारको तनाव भनौँ वा के भनौँ, त्यही जन्जालमा अल्झेर बसिरहेको छ जति पनि युथहरू छ नेपालमा बसेको, जति पनि युथहरू छ सबको कहानी उस्तै छ जस्तो लाग्छ मलाई चाहिँ। र के सरकारलाई त्यति नै गाह्रो हुन्छ जस्तो लाग्छ युथहरूलाई काम दिन, कि त्यति गाह्रो काम हो जस्तो पनि लाग्दैन मलाई चाहिँ। किनकि वान डिसिजन क्यान चेन्ज एभ्रिथिङ के, त्यो कुरालाई चाहिँ एकचोटि बुझिदिनुपर्छ कि जस्तो लाग्छ मलाई चाहिँ। युथहरूलाई इन्भेस्ट गर्न सक्छ कि सरकारले, धेरै पनि खर्च लाग्दैन। होटेलहरू स्थापना गरिदिनुहोस्, टुरिज्म सेक्टर बनाइदिनुहोस्, माथिल्लो बेल्टमा सब वेड लिगलाइज गरिदिनुहोस् न। युथले पनि काम पाउँछ। एकान्तमा चिसो ठाउँमा बसेर काम गर्नुको मजा नै बेग्लै हुन्छ नि त। चाहेको त्यस्तै लाइफ हो जस्तो लाग्छ मलाई चाहिँ। सबैजनाले एउटा काम हो चाहेको हो जस्तो लाग्छ मलाई चाहिँ। कामको अभावले गर्दा, पैसाको अभावले गर्दा चाहिँ मेन्टली डिप्रेस भइरहेको छ जस्तो लाग्छ मलाई चाहिँ। युथहरू आजको जिन्दगी खुलेर जिउनुभन्दा पनि भोलिको तनाव लिएर बाँचिरहेको छ अहिलेको युथहरू जस्तो लाग्छ मलाई चाहिँ। त्यही हो, अब सरकारमा
हजुर हुनुहुन्छ, हजुरलाई त सपोर्ट छ नि त, सब जनताको सपोर्ट छ, युथहरूको सपोर्ट छ। यु निड टु चेन्ज। जस्तै भन्नुभएको थियो नि, सुदूरपश्चिममा होला सायद, कहाँ चाहिँ एउटा आयुर्वेदिक जडीबुटीहरूको चाहिँ मेडिसिन रिसर्च सेन्टर बनाउने, त्यहाँ मेडिसिनहरू उत्पादन गर्ने भनेर, त्यो कुरामा चाहिँ ध्यान दिनुहोस् जस्तो लाग्छ मलाई चाहिँ। त्यसले पनि धेरैलाई रोजगारी दिन सक्छ। त्यसमा रिसर्च गर्नु पर्यो, मेडिसिन बनाउनुको लागि बेग्लै चाहिन्छ, कलेक्सनको लागि बेग्लै चाहिन्छ मान्छेहरू। म्याक्सिमम पनि 1000